छ हिन्दू धर्म र मुसलमानहरूको धर्मको कारणले त्यहाँ अलिकति दङ्गा झडप सिर्जना भयो र अहिले जताततै कर्फ्यू लागेको छ जताततै सेनाको नियन्त्रणमा छ सेनाले त्यहाँ अहिले नियन्त्रण गरिरहेको छ त्यो स्थिति त्यहाँ हुलदङ्गाहरू भइरहेको छ अस्ति राति जुन घटना घट्यो जुन घटनामा प्रहरीले अन्धाधुन्दा गोली चलाएर एकजनाको त मृत्यु भयो अरू 6-7 जना गम्भीर घाइते भयो र सबैलाई प्रहरीले गोली हानेको भन्ने कुरा आइराखेपछि अहिले त्यहाँ निकै अशान्त बनेको छ सरकार विरुद्ध नाराबाजी समेत भइरहेको छ बालेन शाहको फोटोसम्म जलाइयो हिजो त्यो क्षेत्रमा तपाईले कसरी लिनुभएको लाग्छ अहिले यो जुन हिन्दू धर्म र मुसलमान धर्मको नाममा जुन अहिले त्यहाँ एउटा झडप जस्तो एउटा दङ्गा जस्तो सिर्जना भइराखेको छ त्यसको आगो बिस्तारै बिस्तारै मधेसतिर पनि सल्किँदैछ तपाईले कसरी लिनु भएको छ अहिले जुन भएको छ नयाँ घटना होइन दुर्गा पूजा नि देवीलाई पानीमा हाल्न खोज्छन् मुसलमानको दङ्गा आउँछ हनुमानजीको चाहिँ वीरगन्जमा नि जुलुस निस्किन्छ त्यहाँ अट्याक हुन्छ यो भइरहेको छ दङ्गा भइरहेको थियो तर अस्तिको घटनामा चाहिँ एकजना व्यक्ति मरे पनि र 21-22 जना घाइते पनि भयो त्यसकारणले यसले उग्र रूप लियो के डाक्टर उग्र यस्तो कम्युनल चाहिँ यो खास गरी हामीले त भारतमा देखेका छौँ भारतमा हिन्दू मुसलमान दङ्गा त भयङ्कर हुन्छ नि त अहिले पनि भइरहेको छ हरेक दिन हेर्नुभयो भने भारतमा कहीँ न कहीँ हिन्दू र मुसलमान झगडा भइरहेको छ कहिले लभ जिहाद बनाएको छ त कहिले के जिहाद बनाएको छ त्यसैले जब चाहिँ नि भड्किन्छ नि नराम्रोसँग भयो फेरि त्यहाँ सोझै चाहिँ खालि ढुङ्गामा हुँदैन भाला चक्कु धार सबैले निस्किन्छ अस्तिको घटनामा पनि त्यही भएको थियो त्यहाँ झडप हुन थालिसकेपछि घरबाट घरेलु हतियार भाला तरबार चक्कु ढुङ्गा मुढादेखि अनेक घरेलु हतियार बोकेर आएको त्यसै भएपछि प्रहरी के गर्नु ती प्रहरी पनि मैले देखाएको छु तराईमा खटेका प्रहरीहरू बिचराहरू ती प्रहरी कस्तो छन् भनेदेखि उनको कोही भन्छुन नभएर नै त्यहाँ बस्नु पर्यो नभए त माथि राम्रो ठाउँमा पसिहाल्थ्यो नि होइन त्यहाँ पैसा सिम्पल छन् तिनीहरू तालिम राम्रो पाएका पनि छैनन् अब तर्से अब त्यत्रो जुलुस आउँछ तलवार र धार उसले खुकुरी लिएर आएपछि तर्सिन्छ सो गोली पनि चल्छ हो तालिम प्रपर दिनु पर्थ्यो तिनको चाहिँ हाकिमहरू जुन हुन्छ पुलिसका तिनले अर्डर दिने कसरी दिने बुझ्नु पर्थ्यो तर मलाई लाग्छ नि यहाँ तालिम प्रपर छैन आत्तिए तर्सिए अनि सोझै गोली चल्यो कि काठमाडौँमा गोली त चलेको हो होइन मैले पहिल्यै भनेको थिएँ प्रहरीलाई चाहिँ तालिम देऊ बाबा कहाँ कुकुर युज गर्ने कहाँ पानीको फोरा युज गर्ने कहाँ ग्रेनेड कहाँ चाहिँ टियर ग्यास युज गर्ने कहाँ रबर बुलेट कहाँ चाहिँ लट्ठी त्यो तालिम देऊ गोली भने त अल्टिमेट हो अन्तिम विकल्प हो इन्डियामा त गोली चल्नु अगाडि जोसुकै एपिएफओमा पुलिस फोर्स हो कि आर्म पुलिस फोर्स हो उनले गोली चल्नु अगाडि डिस्ट्रिक्ट म्याजिस्ट्रेटको पर्मिसन चाहिन्छ लिखितम रूपमा चाहिन्छ अनि मात्रै त्यो प्रहरीको हाकिमले चाहिँ नि गोली चलाऊ भन्छ डिस्ट्रिक्ट म्याजिस्ट्रेटको अर्डर चाहिन्छ त्यो पर्मिसन अब गर्न मिल्दैन अस्तिको त्यो घटनामा त सिडिओलाई समेत थाहा रहेन चाहिँ कि त्यहाँ गोली चल्यो भनेर सिडिओसँग समेत सम्पर्क नगरिकन सिधै गोली चलाएछ प्रहरीले अब त्यहाँ दुईटै रोग हुन्छ प्रहरीले त्यो अटेर गरे होइन आत्तियो अचानक हुल आयो होला नराम्रो छ त्यो उनीहरू मार्ने नि आएपछि मान्छे अब बचाउ त गर्छ नि त्यो प्रहरीलाई पनि त्यहाँ तालिम छैन आइग्री उनी आत्तिए डेफिनेट आइग्री अब प्रहरी आत्तिनु हुँदै भनेको हामी मान्छे हौँ बाबा आत्तिन्छौँ नि त माथि मार्न आएपछि मेरो पनि परिवार छ नि होइन सो त्यो हिसाबमा अन्दाज गोली चल्नु चाहिँ भने राम्रो होइन अस्वाभाविक चाहिँ नि होइन किनभनेदेखि आफ्नो ज्यान बचाउने जसले पनि जान्छ ज्यान बचाउनु गयो र पछि अब सिडिओलाई त्यो थाहा छैन किन सिडिओ थाहा छैन त सिडिओ कहाँ थियो त त्यो भएपछि अवश्य पनि सिडिओले खबर त गएको छ अवश्य पनि जान्छ त्यो नगए त छाड्दैन अवश्य गएको छ त्यो के हेरेर बस्यो त अब उताबाट भयो अब दोष आफू नलिने कि अब उता मलाई थाहा पनि छैन प्रहरी गोली चलाएछ त्यो उसले के हेरेर बस्यो त अनि के अरे त्यहाँको दोष लिने नलिने भन्दा नि त्यो घटना घटिसकेपछि जुन घटना घट्यो त्यहाँ सुनसरीमा त्यसपछि सुदन गुरुङले अहिले कडा एक्सन चालिसकेका छन् त्यसको त्यहाँ भएको प्रदेश प्रहरी प्रमुख डिआइजीलाई पनि अहिले हेडक्वार्टर तानिसकेको छ त्यहाँ फिल्डमा खटिएका डिएसपीलाई पनि हेडक्वार्टर तानिसकेको छ सिडिओलाई पनि तान्ने तयारीमा छ यो हिसाबले सुदन गुरुङ जुन गृहमन्त्रीले एकै दिनमा छानबिन पनि नगरिकन छानबिन समिति त गठन भएको छ त्यसको कुनै रिजल्ट नआइकन त्यसरी त्यहाँको प्रमुखहरूलाई यता जिल्ला तान्नु हेडक्वार्टर तान्नुलाई चाहिँ तपाईँले कसरी लिनु भएको छ त्यो प्रिकसन हो त्यो चाहिँ तान्नु उनलाई पनिसमेन्ट दिए भन्दा पनि त्यहाँ राख्यो भने त्यो प्रतीक बन्छन् अट्याकको लागि यसले गरे हो त्यसले गरे हो
यही हो भने चाहिँ त्यो हुन्छ नि त्यो मामुली साम्य पार्नको लागि साम्य पार्नको लागि अब त्यसलाई अब छानबिन हुन्छ छानबिन सुदन गुरुङ छानबिन अवश्यमै गराउँछ छानबिन समिति बनिसकेको छ या उसले त्यो अवश्यमै गराउँछ त यो चाहिँ प्रिकसन हो दङ्गा भड्किन नदिनुको लागि त्यहाँको मैले झिक्दिएँ है मैले भनेपछि एउटा त गयो नि एउटा चाहिँ फ्याक्ट्री त गयो नि त्यो बुद्धि पुऱ्याएको हालसम्म पनि त्यहाँ कर्फ्यू लागिरहेको छ अहिले पनि कर्फ्यू नै छ त्यहाँ सेनाकै नियन्त्रणमा छ प्रहरीले गर्न सकेको छैन अहिले पनि त्यहाँ हामीले यसमा चाहिँ अन्त कहीँ हेर्नु पर्दैन भारतको मात्रै हामीले हरेक स्टेटमा हामीले हेऱ्यौँ भनेदेखि यस्तो दङ्गा कसरी कन्ट्रोल गर्ने के गर्ने भनेर हामी सिक्न सक्छौँ भारतमा झन्डै रोजिन्देको कुरा हो यो त्यसैले हामी यो सिक्न सक्छौँ हो अहिले कर्फ्यू खोलिदिउँ फेरि भड्किहाल्छ यो हो अहिले कर्फ्यू लाग्दै पनि त्यहाँनिर साम्य भएको छैन अहिले त पनि त्यो कर्फ्यू लाग्दै गर्दाखेरि पनि आगो बालेर टायर बालेर जुलुस नारा जुलुस गर्नेहरू अझै पनि छन् ठाउँमा एक ठाउँमा गर्यो अर्को ठाउँमा हिजो वीरगन्जतिर पनि निस्कियो गएर फेरि अर्को जुलुस विराटनगरतिर पनि निस्कियो सबभन्दा खराब दङ्गा भनेको धार्मिक धर्म सबभन्दा खराब त्यसमा खास गरी मुसलमान जहाँ परे हुन्छ कहिले मुसलमान क्रिस्चियनको कहिले मुसलमान हिन्दूको यो कहिले मुसलमान बुद्धिस्टको यो चाहिँ नि हामी देखेका छौँ अहिले जहाँ पनि हेऱ्यो भनेदेखि दङ्गा फसाद चाहिँ भएको छ र धार्मिक सबभन्दा खराब किन त्यहाँ चाहिँ उग्र रूप लिनुपर्छ त्यो फन्डामेन्टलिस्टहरू के ए हाम्रो प्रफिटलाई यसो भन्यो हाम्रो मस्जिद यो गर्यो त्यो भनेपछि कि पुरै एभ्री मुस्लिम त्यहाँदेखि उठ्दो रहेछ के हरेक मुस्लिम अहिले हिन्दूलाई प्रहारै गरौँ ए गरे भने चाहिँ हामी वास्तै गर्दैनौँ त मुसलमानको एउटालाई अट्याक गरेर उनको धर्ममा पर्ने बित्तिकै उनी आफ्नो ज्यान दिन तयार छन् कट्टर हुन्छन् उनीहरू कट्टर महाको कट्टर तपाईँ देखिहाल्नु भएको छ संसारमा यो आफैले गएर पड्काउने यो आफू बम लगाएर पड्किने त म्याक्सिमम् टेरोरिस्ट त मुसलमान त हुने अस्तिको त्यो घटनामा चाहिँ अहिले आएको कुरा अनुसार हिन्दूहरू चाहिँ त्यो डिजे सुनसरीको घटनामा हिन्दूहरू डिजे बजाउँदै आफ्नो त्यो बोलबाला हो के कार्यक्रम भन्छ क्या अरे यो साउनको महिनामा गर्ने कार्यक्रम त्यो गर्नको लागि भनेर हिँड्दै थिए अरे रातिको 10-11 बजीतिर त्यहाँ वरिपरि मुस्लिम समुदायका मान्छेहरू रहेछन् मुस्लिम समुदायका मान्छेहरूलाई त्यो डिजेले डिस्टर्ब भयो अनि उनीहरूले गएर त्यहाँनिर प्रतिकार गर्न थाले दुईटा समूहबीच भनाभन भयो भनाभनको बिचमा प्रहरीले गएर हस्तक्षेप गर्यो प्रहरी गएपछि त्यहाँनिर हिन्दू समुदायका मान्छेहरू भाला साला तरबार सरबार बोकेर बाहिर निस्किए त्यसपछि प्रहरीमाथि आक्रमण हुन थाल्यो प्रहरीले अन्धाधुन्दा लाइट नभएको बेला गोली चलायो अनि कोलाई लाग्यो थाहै भएन को मर्यो को लाग्यो अनि त्यसपछि भड्कियो त्यो देखिहाल्नु हो सिलसिला त भिडियो दुर्गाको मूर्ति विसर्जन गरेर जान्छन् अट्याक हुन्छ हनुमानजीको चाहिँ नि प्रोसेसन चल्छ अट्याक हुन्छ अब यो कावड भन्छ त्यसलाई के त्यो बोकेर शिवजीको मन्दिरमा गएर चाहिँ नि त्यो नरोकिकन त्यहाँ जलका साउन गर्छ यो मेनली बैद्यनाथ धाम इन्डियामा हुन्छ त्यो र अब यहाँ पनि कहिले के पशुपतिनाथमा देखिन्छ मान्छे आएका हुन्छ त्यो सिलसिलामा पक्कै त्यस्तै खालको सिलसिला त्यसमै हो भनेपछि उनीहरू हाम्रो धर्मको बारेमा देखि नसक्ने भइसके मुसलमानहरूले त्यो सहन पर्यो अनि हामी पनि त सहन्छौँ नि त उनको पनि हामी सहन्छ उनले नमाज पढ्छन् लाउडस्पिकर लगाएर पढ्छन् उनीहरूको रमाजन के मनाउँछन् 1 महिनासम्म हामी केही गर्ने मेरो भनाइ के भने हामी सबै सँगै बस्नुपर्छ हामी तिम्रो धर्म दखल दिँदैनौँ तिमी हाम्रो दखल नदेऊ त्यति मात्रै हो आफ्नो गर अब भन्न मुसलमानले अनि व्रत चर्क्यो भने के थाहा छ गाईको टाउ काटेर हिन्दूको मन्दिरमा हालिदिन्छन् अनि हिन्दूले के भन्छ भने सुँगुर काटेर मुसलमानको मस्जिदमा लगिदिन्छन् अब यो किन गर्नु मेरो भनाइ वाइ मुसलमानले म भन्छु अब हिन्दूहरूले भन्छ गाई नकाट्यो हाम्रो धर्मको आस्था जोडिएको छ हाम्रो धर्म आस्था मेरो आस्थामा धक्का पर्ने मलाई दुःख हुने मेरो मन रुने कुरा किन तिमीले खसी खाए त भइहाल्छ नि खसी बाख्रा खाऊ राँगा पनि खाऊ त गाई नै काट्नु पऱ्यो किन त आखिर ठुलो जमात हिन्दूहरूलाई त चोट पुग्छ फेरि त्यो हामीले खानै पर्ने होइन नि गाई मासु त जति पनि छन् मासु माछा पनि छन् हिन्दूहरूले पनि सुँगुर खानै पर्ने त होइन नि सो हामीले यो चाहिँ नि लिभ एन्ड लेट लिभ हामीले यो हामी सम्झिनुपर्छ तर म यो भन्छु जति कट्टरपन्थी मुसलमान समुदायमा छ त्यति कट्टरपन्थी समस्त हिन्दूमा चाहिँ छैन हिन्दूमा कहीँ चाहिँ नि हेर्नुहोस् तर बताउनु कुरा सिख धर्म कसरी जन्मियो सिखको खास गरी गुरु गोविन्दजीसम्म आउँछ जब त्यो बेलामा मुसलमानहरूको राज्य थियो इन्डियामा धेरै म्याक्सिमम् हिन्दूमाथि अत्याचार भएको थियो
त्यसको प्रतिकारमा सिखहरू आए। त्यसमा पनि त्यो अर्को त्यो निलो रङ लगाउने सिखहरू चाहिँ एकदम मिलिटरी सिखहरू आए, हिन्दुत्वको रक्षा गर्नु आएका थिए सुरुमा। पछि गएर अब यो त हुँदै हुँदै वर्षौँ बितेपछि अब पन्जाब राज्य भयो यहाँ भयो, अनिखेरि हामी त हिन्दूको होइन, हामी अलग भन्न थाले कि। तर जन्मेको थियो हिन्दू धर्मको रक्षा गर्ने, मुसलमानहरू त्यो बेला इन्डियामा अत्याचार गरे, त्यो भएको हो। त्यसैले मेरोमा हामी वी गट टु, अब छन् फ्याक्ट मुसलमान छन्। अब यही हाम्रो पाटनमा त्यो कृष्ण मन्दिरको बगलमा चुरा बेच्ने को छ मुसलमान हो। कहिले दङ्गा फसाद भएन, कहिले भएको छैन। तर एकतर्फी मान्छेले पोलिटिकल गेनको लागि, अब अहिले त थाहा छ प्रदेशमा त मिलिजुली सरकार भइरहेको छ। यिनीहरू यस्ता ग्रुपहरू, यी पुराना पोलिटिकल दलहरूले चाहिँ असाध्यै धर्ममा खेलाएर चाहिँ भोट ब्याङ्क बनाएका छन्। भारतमा पनि त्यही भएको छ। त्यसैले अहिले जुन भएको छ यो कतै यो अहिलेको चाहिँ यो जुन समीकरण भइरहेको छ नि भित्र तराईमा, त्यस्तै लिएर कतै हो कि यिनले धम्की दिएर चाहिँ हामी सरकार ढाल्छौँ, यो सरकार हामी उ गर्छौँ, हामी एक हुन्छौँ। त्यसमा पोलिटिकल चाल त फेरि अर्को होइन। यहाँ दङ्गा फसाद गराउने, अस्थिर अवस्था ल्याउने, भोट ब्याङ्क आफ्नो चाहिन्छ, तिनीलाई उक्साए अस्थिरता जन्माउनु सबैतिर, एन्ड देन पछि गएर चाहिँ यो सरकार चाहिँ दोष दिएर कमजोर बनाउनु खोज्ने। यो सरकारलाई दोष त थुपार्न थालिसकेको छ पुराना दिन दलहरूले, देखि हरेक कुराले।